हेलो नमस्ते गुड मर्निङ एभ्रिवन। आज म मुस्ताङ जिल्ला जमसम बजारको नजिकै रहेको यो मातृ चक्रमा छु। घरपोजुङ गाउँपालिका मुस्ताङले निर्माण गरेको यो मातृ चक्र जमसम बजार भन्दा केही दूरी यता रहेको छ। यो चक्र अत्यन्त रमणीय धार्मिक मान्यतामा आधारित र एक अद्भुत रहेको छ। तपाईहरु देख्न सक्नुहुन्छ म यो चक्र परिक्रमा गर्दैछु। देख्न सक्नुहुन्छ यो चक्रको आकार यस्तो रहेको छ। यो अत्यन्त घनीभूत छ। म यो पुरै चक्र घुमेर यहाँहरुलाई देखाउँछु। वास्तवमा यति सुन्दर यो चक्र निर्माण भएको छ। मुस्ताङमा घमाइलो वातावरण छ। यतिखेर यो पर्यटकको आगमन हुने सिजन हो। हवाई जहाजबाट, दुई पाङ्ग्रे मोटरसाइकलबाट र गाडीहरुबाट लाखौं पर्यटकहरु यो सिजनमा यहाँ भित्रिएका छन्। अत्यन्त यो मनमोहक सुन्दर र नेपालको मरुभूमि भनेर चिनिने यो मुस्ताङ जिल्ला नेपालका 77 जिल्ला भन्दा विशिष्ट किसिमको अलौकिक अद्भुत ऐतिहासिक र धार्मिक संगम रहेको जिल्ला हो यो। यहाँ विभिन्न किसिमका ऐतिहासिक पुरातात्विक धार्मिक सम्पदाहरू संस्कृतिहरू हामी देख्न सक्छौं। यही एउटा ऐतिहासिक धार्मिक सम्पदा अन्तर्गत यो मातृ चक्र पनि हो। यो तपाईहरुलाई अहिले म देखाइरहेको छु। देख्न सक्नुहुन्छ नजिकै यो नीलगिरी हिमाल देखिन्छ भने तल जमसम बजार देखिन्छ र जमसम बजारको बीचै भागबाट कालेगण्डकी नदी रहेको छ। ऐतिहासिक र धार्मिक हिसाबले यो काली गण्डक क्षेत्र अत्यन्त अलौकिक र अद्भुत रहेको छ। लाखौं पर्यटकहरु भ्रमण गरिरहेको अवस्था छ अहिले। लोवर मुस्ताङ र अप्पर मुस्ताङ यस क्षेत्र अन्तर्गतका दुईटा भागहरु रहेका छन् र अहिले यो दशैं तिहारको बीचको यो सिजनमा केही जाडो पनि बढिरहेको अवस्था छ। यद्यपि दिउँसो यसरी रमणीय एकदम घमाइलो घाम लाग्ने भएको हुनाले कुनै पनि किसिमको जाडोको महसुस हुन्न भने बिहान र बेलुका जाडो सुरु भइसकेको छ। बाटो यहाँको अत्यन्त राम्रो छ अहिले। यसकारण पनि यहाँ भ्रमण गर्नको लागि मोटरसाइकल, गाडी या प्लेन कुनै पनि साधनबाट भ्रमण गर्न सकिन्छ।
नेपालको मोरबी भनेर चिनिने यस जिल्ला जताततै यस किसिमको सोइल हामी देख्न सक्छौं। चारैतिर डाँडाकाँडा र केही ठुला हिमाल र बीचमा यो किसिमको जमसम बजार अवस्थित छ। अत्यन्त रमणीय यो जिल्ला यतिखेरको मौसम भ्रमणको लागि अति उपयुक्त मानिन्छ। यहाँ आन्तरिक र बाह्य पर्यटकको यतिखेर घुइँचो रहेको छ। विशेष गरी मुक्तिनाथ दर्शन, दामोदर कुण्ड दर्शन, अप्पर मुस्ताङ लुमङथाङ दरबारको भ्रमण, यसै गरी यहाँको स्थानीय कला संस्कृति आफ्नै भू बनौट रहेको हुनाले यहाँ मनै लोभ्याउने किसिमको वातावरण रहेको छ। हामी देख्न सक्छौं यो नेपालमा मात्र नभएर विश्वमा नै एक अनुकरणीय भूगोल हो। यो संस्कृति, यो धार्मिक विश्वास, धार्मिक सम्पदाहरू विश्वमा नै अलौकिक छ। करिब म 10 मिनेट जति परिक्रमा गरिसकेको छु। यद्यपि यो मातृचक्र सकिएको अवस्था छैन। यसको यो डिजाइन नै बडो अद्भुत तरिकाले गरिएको छ। यहाँहरू देख्न सक्नुहुन्छ यो अलौकिक चक्र। जय श्री राम। जय श्री राम। र यस चक्रको म मध्य भागमा पुगेर फिर्ता हुँदैछु। अत्यन्तै अलौकिक, अत्यन्तै घनीभूत छ यो चक्र। धार्मिक विश्वासमा ऐतिहासिक यो सम्पदा हो। यहाँहरू देख्न सक्नुहुन्छ चारैतिर डाँडा काँडाले घेरिएको छ। र मध्य भागमा जमसम बजार अवस्थित छ। नजिकै जमसम बजार देखिन्छ।
यहाँको भूगोल, यहाँको संस्कृति, यहाँका धार्मिक, सांस्कृतिक, ऐतिहासिक यी सम्पदाहरूले पर्यटकहरूको मनै लोभ्याउँछ। मलाई लाग्छ एकपटक मुस्ताङ भ्रमणमा आएको पर्यटक सम्भवतः पुनः दोहोऱ्याएर तेह्र्याएर फेरि पनि आउँछ, किनकि यहाँ जति पनि भ्रमण गरे पनि यहाँको दृश्यले मन अगाउँदैन। यति ठुलो भूगोल छ यो, सम्भवतः नेपालकै टप 5 डिस्ट्रिक्टहरू मध्येको एउटा यो जिल्ला। यहाँको भूगोल यति विशाल छ र प्रत्येक भूगोलको प्रत्येक क्षेत्रमा यहाँ कुनै न कुनै धार्मिक ऐतिहासिक सम्पदा रहेका छन्। यसकारण एक पटक यहाँ घुमेर कुनै पनि ती दृश्यहरू हामीले अवलोकन गर्न सक्दैनौँ। महिनौसम्म यहाँ घुमेपछि मात्रै यहाँका दृश्यहरू सम्भवतः भरपुर निहाल्न सकिन्छ। अनगिन्ती यहाँ गुफाहरू रहेका छन्। लोमन्थाङ दरबार आफैमा पनि एउटा राजदरबार हो। यहाँ लामो समयसम्म राजाको शासन रहेको थियो। यद्यपि अहिलेसम्म पनि यहाँ कुनै पनि विवाद, कुनै पनि कुराको निक्रियोल गर्नको लागि यहाँका समाजका अगुवा मुखियाहरूको सरसल्लाहमा हुने गर्दछ। यहाँको समुदायहरू बीच आफ्नै किसिमको मेलमिलाप, भाइचारा, भातृत्व र मातृत्व रहेको छ। यो किसिमको भाइचारा, यो किसिमको संस्कृति र यो किसिमको मेलमिलाप हामीले विश्वमै न्यून मात्रामा देख्न सक्छौँ र अहिलेसम्म त्यो किसिमको संस्कृति, परम्परा र यो धार्मिक विश्वास टुटेको छैन र यसलाई टुट्न पनि दिनु हुँदैन। यी नै हाम्रा मौलिक पहिचान हुन्। एक पछि अर्को दृश्यको यहाँ अवलोकन गर्न सकिन्छ। यसर्थ यहाँ केही दिनको बसाइले, केही समयको बसाइले केही ठाउँमा घुम्न सकिएला, तर यहाँ सबै किसिमका भूगोलको हामीले आनन्द लिन सक्दैनौँ। मुस्ताङ जिल्लाको इन्ट्री पोइन्ट घाँसादेखि यसको अन्तिम बिन्दु नेपाल चाइना सिमाना कोरला बोर्डरसम्म अनेकौं हामीले ऐतिहासिक, सांस्कृतिक, धार्मिक सम्पदाहरू देख्न सक्छौँ। मुस्ताङ घाँसा, लेते, कोबाङ, जमसम हुँदै कागबेनी आफैमा एउटा धार्मिक, सांस्कृतिक विश्वास भएको क्षेत्र हो। यसै गरी मुक्तिनाथ यो विश्वका हिन्दू र बौद्धको अत्यन्त धार्मिक सङ्गमस्थल हो। यो विश्वका 4 नाथहरूमध्ये एउटा नाथ मुक्तिनाथ, मुक्ति क्षेत्रलाई हामी चिन्दछौँ। त्यसै गरी लोघेकर, दामोदर कुण्ड यो आफैमा एउटा पवित्र कुण्ड हो, पवित्र धार्मिक स्थल हो। यसै गरी अप्पर मुस्ताङमा विभिन्न किसिमका ऐतिहासिक सम्पदाहरू छन्। त्यहाँ गुफाभित्र नै 4 तली 5 तली
दरबार रहेका छन्। गुफाभित्र नि अहिले होटलहरू सञ्चालनमा छन्। लमङथाङ दरबार एउटा ऐतिहासिक दरबार छ र कोरोला बोर्डरसम्म विशाल भूगोल रहेको छ। यहाँ हिउँदमा अति जाडो भएको हुनाले त्यस किसिमका कुनै पनि बोट बिरुवाहरू हामीले देख्न सक्दैनौँ। यद्यपि भूगोल ठुलो छ र कृषियोग्य भूमि अत्यन्त कम छ। यसकारण यहाँ हामीले केही किसिमका मात्र अन्नबाली उब्जाउ भएको देखिन्छ र जुन जुन ठाउँमा बस्ती छ त्यस क्षेत्रमा केही न्यून संख्यामा रुख बिरुवाहरू देख्न सकिन्छ र विशेष गरी यहाँ भोटे पिपल पाइन्छ र त्यही भोटे पिपलबाट विभिन्न किसिमका सरसामग्री निर्माण गर्ने हो। यहाँहरूलाई मैले यसको दृश्य देखाइरहेको छु। यो चक्र अझै पनि सम्पन्न भइसकेको छैन, अत्यन्त विशाल छ। र अन्ततगत्ता म यो चक्रबाट सम्पन्न गरेर बाहिर आउने क्रममा छु। यो अत्यन्त विशाल चक्र एकदम यो चक्र भ्रमणमा एक किसिमको आनन्द महसुस हुने र यो मातृ चक्रको बारेमा यहाँ वर्णन गरिएको छ। घरपजौङ गाउँपालिका मुस्ताङले यो निर्माण गरेको यो चक्र अत्यन्त सुन्दर विशाल रहेको छ। यो काली गण्डकी नदी क्षेत्र यसरी देख्न सकिन्छ यो चक्र। र आज तपाईहरुले मैले यो मातृ चक्र घुमाएँ र यसै गरी मैले मुस्ताङका धार्मिक सांस्कृतिक ऐतिहासिक
यहाँका धरोहर यहाँका सम्पदाहरू मैले क्रमशः देखाउने छु र यहाँहरू अहिलेसम्म यो भिडियो हेर्नुभयो यसको लागि यहाँलाई थ्याङ्क यू किप वाचिङ एन्ड किप सपोर्टिङ अस एन्ड सी यू नेक्स्ट भिडियो थ्याङ्क यू